नेपालबाट आएको 1 महिनापछि चाहिँ मलाई घरबाट हल्दी पठाइदिनु भएको थियो, पिसेको घरेलु हल्दी। अनि त्यसपछि यो चाहिँ मसँग धेरै छ है गाइस, 2टा डिब्बामा चाहिँ मैले प्याक गरेर राखेको छु। खालि त्यो खराब हुन्छ कि भन्ने टेन्सन मात्र छ। यही मलाई 2 वर्षलाई पुग्छ। अझ फेरि प्लास्टिकमा अलग्गै छ। जापान आउँदाखेरि चाहिँ हल्दी चाहिँ लिएर आउनु होला। यहाँ खोज्दा खोज्दा भेट्दैन। यति सानो पाएको थिएँ मैले, त्यो पनि ढाइसकेको, 1 हप्ता पनि पुग्दैन। अनि त्यसपछि म चाहिँ रोटी पकाउनुतिर लागेँ। चक्की आटाको खान्छु है मैले चाहिँ रोटी। कुन आटा मगाउनुहुन्छ भनेर सोध्दै हुनुहुन्थ्यो साथीहरूले। अस्ति भर्खर किन्यो, कति छिटो सकिलाइसक्यो कि नसकिए पनि हुन्थ्यो नि जस्तो लाग्छ गाइज। यति छिटो सकिन्छ यो रासन भन्ने कुराकानी, आफू खासै खाए जस्तो पनि लाग्दैन। अनि त्यसपछि बिहान उठेर खाना खाएँ। खाना खाएर फेरि निन्द्रामा झुल्दैछु म। अनि त्यसपछि मेरो लिपस्टिक र गाजल हेर्नु गाइज, यो चाहिँ 2 वर्षसम्म मैले पुर्याइहाल्छु। तर पाउडर चाहिँ मलाई चाहिन्छ। 6 महिनासम्म यही एउटा पाउडर बिचारा हप्तामा एकचोटि लगाएर पुर्याएको छु। मलाई कसैले पठाइदेऊ ल। अनि त्यसपछि म चाहिँ नुहाइ धुवाइ गरेँ, बसेँ। आज चाहिँ अब दिनभरिमा छुट्टी नै छ। बाहिर पनि मौसम पनि राम्रो छ, तर के गर्नु काहीँ पनि गएन। बेलुका साथीहरू आएपछि चाहिँ सुपातिर जान्छु। फ्रिज खाली भइसकेको छ, खानेकुरा केही छैन। त्यही भएर अहिले चाहिँ सबैजनालाई बाई बाई, लभ यू।